सो आज चाहिँ खतरा गेम हुने होलामा छ दाजु आज के भइरहेछ ए व्हाट्स अप आज बवाल भइरहेको र ओपनिङमा जाँदैछु म हामीले टस जित्यो अनि हामीसँग लेन्जी जाँदैछ आज धुवाधार बलर हाम्रो यहाँ छ साका वाह म धेरै बोल्दिन म मेरो ब्याट चल्छ सो आज चाहिँ खतरा गेम हुने होलामा छ सो गेमको बारेमा चाहिँ हाम्रो क्याप्टेन दाजुलाई सोध्न जाँदैछु सो क्याप्टेन दाजुलाई चाहिँ एक दुईवटा कुरा सोधौँ मलाई सोध्न आउँदैन क्रिकेटको त्यति साह्रो थाहा छैन त्यसैले क्याप्टेन दाइ आफै गएर सोध्नुहुन्छ अनि के हुन्छ आज गेमको बारेमा थाहा पाइन्छ है त दाजु आज के भइरहेछ ए व्हाट्स अप आज बवाल भइरहेको र आज बज्र भर्सेस एभरेस्ट हो सेकेन्ड गेम अफ द लिग फर बज्र फर्स्ट बवाल खत्रै विन हानिसक्यो सेकेन्ड वी वान द्याट स्ट्रिक टु गो अप विन सो यो गेम आज बवालै हुन्छ ओपनिङमा जाँदैछु म हामीले टस जित्यो अनि हामीसँग लेन्जी जाँदैछ आज अब म यत्तिकै प्रेडिक्ट भन्दाखेरि 52 हो त्यति चाहिँ हानेर आउने नि हो आज होइन केटाहरूले अरू हान्छ धेरै नानी 52 मैले हान्ने हो लेट्स गो टु द लेन्जी होइन हाम्रो अर्को ओपनिङ ब्याट्सम्यान हो होइन धुवाधार ब्याट्सम्यान चितवनको बवाल है होइन एकदम कन्स्टेन्ट खतरा छ होइन उसको स्किल क्लास बवालै छ खतरा ओपनर हो हामीसँग अर्को हामी धुवाधार बलर छन् स्विङको लागि इन स्विङ आउट स्विङ दुइटै खेलाउने धुवाधार बलर हाम्रो यहाँ छ आज एकदम भन्न पोजिटिभ भाइबमा हैन त्यो धारिलो धार हो हाम्रो धारिलो धार ब्रोको नाम चाहिँ के साथी के छ आकाश ब्रो ल आकाश ब्रोलाई पनि वेलकम छ मेरो भिडियोमा हाम्रो क्लबको प्रेसिडेन्ट लेफ्ट आर्म भन्न पेस बलर कडक बलर हाम्रो भेना है एके प्रेसिडेन्ट अफ द क्लब थ्यांक यू भेनाको फेरि नाम मात्र भेना के पछाडी नामै भेना हो अर्को हामीसँग धुवाधार ब्याट्सम्यान कन्स्टेन्ट क्लासिक गेम खेलेर प्रभाव पारिरहेको वर्षौँदेखि बज्रको खेलमा साकार वाह साकार नाम नै काफी छ कति हान्ने सागरले आज मैले 53 नाइस ल 53 ल्यायो अर्को हामीसँग गएर दौडाएर गयो भन्न कन्स्टेन्ट ब्याटिङ राम्रो भाइस क्याप्टन अफ द टिम एके प्रितम अर्को हाम्रो ब्याट्सम्यान छ त्यहाँ त्यसरी हामी अब दौडिँदै जाँदाखेरि एके खतरनाक राइट ह्यान्ड फास्ट बलर अर्जुन कसम अर्जुन महाभारतको अर्जुनको त्यो धार जस्तो उसको हातको बल सुक्दैन त्यस्तो छ हाम्रो अर्जुन नाइस अनि त्यसपछि हामीसँग छ मुरलीधरको नाम सुने तिमीहरूले मुरलीधर थाहा के सन्दीप लामी छैन थाहा नि हो त्यस्तै बज्रको गौरव वेलकम गौरव नामै काफी छ गौरव हामी त्यति गौरव गर्छौँ यसमा अर्को हाम्रो पेस बलर द ब्यारेस्ट हिटर अफ आवर टिम होइन खतरनाक हिटर बलरहरू तर्सिनी इन्द्र बज्रमा छ हामीसँग इन्द्र बज्रको इन्द्र भने जस्तो इन्द्रको बज्र तयार हुँदैछ कडक छ छबलमा छ अब अनिल कुम्लेको नाम सुने तिमीहरूले स्पिनर हाम्रो बज्रको अनिल कुम्ले होइन खतरनाक सिधै के अनिल कुम्ले जस्तै हो तर शिव बजगाई हाम्रो कडक हाम्रो स्पिनर है अनि अर्को हामीसँग छ एकदमै अचम्मको प्रस्तुति देखाइराख्ने एउटा सिजनमा ब्याट्सम्यान भइदिने अर्को सिजनमा बलर भइदिने तर दुइटैबाट एकदम प्रभाव पारिराख्ने टिमलाई अचानक तरिकाले अनि फिल्डरको त कुरै नभएर कतिवटा ट्रफी कति घरबाटै ट्रफी छ होइन बेच्नलाई तयार छ फिल्डिङ ट्रफी हामीसँग आएको छ हुनवार विनायक वेलकम विनायक ब्रो के भन्नु आजको गेमको लागि के छ तयारी के छ आज एकदम तयारी राम्रो छ त्यही अनुसारको एक्जिक्युट भयो भने डेफिनेटली हामी विन गर्छौँ रेडी ओके लास्ट हाम्रो खतरा ब्याट्सम्यान नबिर्सिनु पर्ने टिमको कर्णधार हाम्रो खत्रै कर्णधार आदर्श शिवाकोटी यति भन्दै म ग्राउन्डमा गएँ अहिलेको लागि के छ के भन्नु आज गेम के भएर खासै केही भन्नु हैन अब गेमबाटै देखिन्छ मेरो हेलमेट खोइ के भन्नु छ आजको बारेमा आजको बारेमा धेरै भन्नु म धेरै बोल्दिन म मेरो ब्याट चल्छ मेरो हैन बोली भन्दा ब्याट चल्छ भन्दै कसैको केही सुन्दिन सो लेन्जन ब्रो के भइरहेछ आज अब आज माहौल अलिकति गर्मी नै छ हैन पिच अलिकति माहौल ड्राई आउटफिल्ड एकदम फास्ट छ म चाहिँ टिमलाई हाम्रो चाहिँ वहाँ लेन्जीको लिडर लेन्जी हो क्या वहाँ चाहिँ लेन्जी हो ल ठीक छ तर त्यस्तै एग्रेसिभ चाहिँ हैन हामी चाहिँ मिल्ली मिलाउने टाइपको लगभग सबैजनासँग कुरा भइसकेको छ अब बाँकी भनेको प्रितम ब्रदर र हाम्रो आकाश ब्रदर हुनुहुन्छ र उहाँहरूलाई के लागिरहेको छ सुनौँ है त उहाँबाट
ल के लागिरहेछ आज कस्तो बवाल लागिरहेछ बवाल आज जित्नु पर्छ तयारी भन्ने कतिको हो छ त आजको? तयारी त हरेक विक हाम्रो प्र्याक्टिस हुन्छ हैन हिजो पनि गेम जितेको हैन हामीले लास्ट विक जितेको लास्ट विक जितेको ल ठिक छ लास्ट विक पनि गेम जित्नु भएको छ उहाँहरूले आज चाहिँ चाहिँ यो सिजनको पहिलो गेम आदरको लागि मेरो चाहिँ सेकेन्ड गेम हो हैन अब के छ आजको टार्गेट के छ हजुरको कति हान्ने आज हाम्रो केटाहरूले 180 जति हान्नुपर्छ जस्तो लाग्छ हैन अस्ति कतिमा क्लोजिङ गराइदिनु हामीले भएको केटाहरूलाई अस्ति 100 मा प्याक गरेको प्रितम ब्रोलाई के भन्नुहुन्छ त्यसमा मलाई खासै त केही भन्नु छैन हामी विगत सानैदेखिको चिन्जानले गर्दाखेरि आज यस क्रिकेट ग्राउन्डमा एकदम रोमाञ्चक साथसाथै हामी ब्याटिङ फर्स्ट गर्दैछौँ एकदम कन्फिडेन्ट र मोमेन्टम यही नै हामी राख्न चाहन्छौँ एट द एन्ड अफ द गेम यही भन्न चाहन्छु धन्यवाद ल दाजु वेलकम छ मेरो भिडियोमा हैन धन्यवाद। यति राम्रो युनिटी हुनुको कारण चाहिँ कसरी छ अब लाइक विदेशमा आएर पनि नेपालीहरू होइन यति पर आएर नेपालीहरू त प्रायः अब काम मात्रै गर्छन् भन्छन् विदेशमा काम मात्रै सधैँ काममा मात्रै फोकस भइरहेको हुन्छ नि त सो हजुरलाई चाहिँ अब यसमा के भन्नुहुन्छ लाइक कसरी चाहिँ यति राम्रो युनिटी बसिरहेको छ हजुरहरूको टिममा यस्तो हामी क्लब पहिला सुरु फर्म हुनुको मेन कारणै हामी केटाहरूको युनिटी हो हैन हामी पहिला स्टार्टअप गर्दाखेरि 3-4 जना केटाहरू हाम्रै टोलको भाइहरू सबैजना बाहिर विदेशमा छौँ कहिलेकाहीँ मिलाए बेलामा शनिबार आइतबार खेल्थ्यौँ 2-4 जना 3-4 जना गरेर खेलेर अहिले पछि गएर हामीले यत्रो ठुलो क्लब फर्म गऱ्यौँ आफ्नै पैसाले फर्स्ट सिजन रजिस्टर गरेर हामीले एनका आफै सबैजनाले रजिस्ट्रेसन गरेर खेल्यौँ केटाहरूले इच्छा देखाए र क्लब ग्रो पनि भइरहेछ अहिले सेकेन्ड सिजन एनका खेलिरहेछ मैले हामीले हामीसँग फन्डिङ्स पनि आइरहेछ अहिले स्पोन्सरहरू पायौँ फर्स्ट सिजन हामी विदाउट फन्डिङ खेल्दाखेरि अलिकति गाह्रो भएको थियो यु हेभ टु कन्ट्रिब्युट आउट अफ यर पकेट होइन त्यति बेलामा आफ्नै पकेटबाट पैसा हाल्नु पर्थ्यो केटाहरू धेरै जस्तो स्टुडेन्ट पनि थिए अब काम गर्नु पऱ्यो गेमको लागि टाइम म्यानेज गर्नु पऱ्यो तैपनि केटाहरूले आइतबार एक दिन चाहिँ स्ट्रिक्टली मिलाएर सबैजना बसेर खेल्न पाइरहेछौँ गेम खेल्यौँ अहिले रिसेन्टली हामीले एनकाले भन्दा राम्रो ट्राई सिरिज गरेर देखायौँ एउटा सिरिज गरायौँ होइन त्यो सिरिज सक्सेसफुल भयो सबै केटाहरूले भलिन्टियर गरेको थियो राम्रो धेरै राम्रो भएको छ भनेपछि अब केटाहरूले चाहिँ अब हुन्छ नि अब युनिटी देखाउनु पर्यो अब विकेन्ड भनेर विकेन्डको पे डबल आउँछ भन्दामै होइन अब काम छोडेर भए पनि केटाहरूले चाहिँ ल गेममा इन्ट्रेस्ट छ किनभने नेपाल पनि धेरै राम्रो गरिरहेको छ नि त क्रिकेटमा अहिले सो अब गेममा चाहिँ केही गरौँ या गेम इट्स नट ओन्ली गेमले त एउटा युनिटी हुन्छ एउटा डिसिप्लिन बस्छ लाइफमा होइन सो त्यसको लागि पनि केटाहरूले यति राम्रो युनिटी भएको धेरै खुसी लाग्यो नेपाली देखेर सो म पनि अहिले एडिलेडमा नयाँ नै छु होइन सो बज्र टिमसँग भेटेर धेरै खुसी लागेको छ धन्यवाद सो अरू कुराहरू अब अरू टिम मेम्बरसँग सोधौँ अनि त्यसपछि अरू कुराहरू एक्सप्लोर गरौँ लेन्जीको फर्स्ट बलमा चौका आज चाहिँ म यहाँ बज्र टिमको फोटोसुटको लागि आएको थिएँ अनि त्यसपछि बज्र टिमको कुराहरू सुनेर एकदम धेरै राम्रो लाग्यो अनि बज्र टिम चाहिँ अगाडि ब्याटिङ गर्नको लागि गइसकेको छ अनि ब्याटिङ गर्ने प्रोसेसमा म चाहिँ यहाँ दाइहरूसँग कुरा गर्दै थिएँ के कसरी युनिटी भयो कसरी फर्म भयो यो टिम भनेर सो सुन्दाखेरि धेरै खुसी लाग्यो हामीले धेरै काममा मात्रै ध्यान दिनुभन्दा पनि गेम एन्ड स्पोर्टमा पनि ध्यान दियो भने नेपालले अब जसरी नेसनल टिममा खेलिरहेको छ त्यसरी नै अब विदेशमा पनि यसरी खेल्दै गयो भने त नेपालको क्रिकेट धेरै राम्रो हुन्छ नट अ क्रिकेट पर्सन धेरै क्रिकेटको बारेमा मलाई थाहा छैन तर जे होस् कुराहरू सुन्दा यहाँ दाइहरूको कुरा सुन्दा यो युनिटी यो डिसिप्लिन देखेर चाहिँ एउटा हुन्छ नि छाती नै एउटा गर्व भएर आएको छ सो एनिवेज इन्जोय गरेर आएको छु है त इट्स नट ओन्ली फोटोसुट यो चाहिँ एउटा काइन्ड अफ मेरो लागि पनि एउटा नयाँ कुरा थाहा पाउने एउटा मौका भयो कस्तो खेलिरहेको छ नि त केटाहरूले अनि अहिले दामी एक ओभरमा 12 रन आइसक्यो 12 रन आइसक्यो म जानै पर्दैन जस्तो छ दाइले टार्गेट दिएको अब अरूले पुरा गरिदिने भयो नि त अब बलिङमा देखाउनु पर्यो नि देखाउनु पर्यो बलिङमा देखाउनुहुन्छ होइन ब्याटिङमा नि यस्तो 6-7 बल पाइयो भने नि यस्तो हान्न पाइयो भर्खर छक्का हाने अहिले चाहिँ स्कोर अलिकति चाहिँ मेन्टेन भइरहेछ होइन अब स्टार्टिङ राम्रो हुँदै पनि अलिकति विकेट कोल्याप्स भएको कारणले गर्दाखेरि अलिकति डोमिनेट फिल भइरहेको थियो तर अहिलेको छक्काले गर्दाखेरि अलिकति होप आइरहेको छ हेरौँ लेट्स सी अब के हुन्छ हाम्रो विनायक र शिव बजगाई ब्याटिङ गरिरहेछन् केटाहरू दुइटै दावेदार हुन् अब लङ इनिङ खेल्न सक्ने प्लेयर हुन् हाम्रो बज्रको हेरौँ अब यिनीहरूले कहाँसम्म पुऱ्याउन सक्छन् लेट्स सी गेम चाहिँ सुरुमा एक्सपेक्ट गरे जस्तो भएको थिएन अलिकति स्लो गइरहेको थियो अनि केटाहरू अब नभएको भइ थियो एनिवेज अब गेम चाहिँ बवाल तातिरहेको छ अहिले चाहिँ गेम तातिन थालिसकेको छ सो अब त हाम्रो क्याप्टेनसँगै सोधौँ है त हि नो बेटर देन मी गाइज अपडेट अफ द गेम सुरुमा अब ओपनिङ राम्रो थियो 17 रन सुरुमै आइसकेको थियो होइन त्यसपछि हामी कोल्याप्स भयो एक 4-5 विकेट एकदमै गयो तर त्यसपछि केटाहरूले अहिले एकदमै राम्रो स्टेबल ब्याटिङ 14 ओभरमा हो कि
13.4 overs 81 मा runs 81 को टार्गेट आइसक्यो हामीसँग रन आइसक्यो अब यति कन्स्टेन्ट भएर 120 130 हामीले पुरा हैन 5.93 विन दिस गेम गाइस राम्रो टार्गेट हुन्छ राम्रो टार्गेट हुन्छ अब कहिले कहिले क्रिकेट भरु न मै कोल्याप्स भयो 4 रन हानेर इनसाइड्स लाएर आउट भए तर हैन केटा गाइज आर डुइङ रियली गुड प्लेइङ रियली गुड भर्खरै 6 हानेको छ एउटा राम्रो बज्रले लिएर जान्छ केटा हो बज्रले खान्छ मजाले हाम्रो गेमलाई राम्रो लगाउने योगदान गरेको शिवले हैन ल ब्रो सुन्दिनु त कस्तो भयो त आज गेम ल ठिक गेम ठिक छ अब जित्नुपर्छ तर केटाहरु तातिसक्यो अब बबाल तातिरहेछ अब चाहिँ हल्का मात्रै रन आयो सक्यो के अब गेम जित्दियो सहयोग गर्ने बित्तिकै गेम जित्दियो के के छ आकाश ब्रो के छ भन्नु गेम अगाडि अब गेम अब जस अब लास्टमा जाँदैछु हैन अब यसलाई चाहिँ अझै हामीले तान्नु पर्ने छ 130 140 सम्म पुर्याउनु पर्ने अब टार्गेट छ मेरो चाहिँ अब हेरौँ आकाशले दुईटा छक्का जति हाने भने चाहिँ नि उड फायर पिज्जा बारबाट चाहिँ $50 को गिफ्ट भाउचर चाहिँ आउने कुरा म्यानेजमेन्ट टिमबाट ल ठीक छ ल आकाश ब्रो गुड लक हैन ल गुड लक छ त विनायकले 49 हानेर आएको छ हैन विनायकलाई हामी चेयर अप गर्नुपर्ने हुन्छ विनायक त खतरा रहेछ त ठीक छ यार एक रनले चुक्याउने यार 49 भयो यार ल बधाई छ विनायक ब्रो ल बधाई छ ल वेल प्लेड भाइ दामी दामी वेल नाइस प्लेड ब्रो गजी बज्र छ कस्तो भयो त कस्तो लाग्यो त कस्तो भयो स्टार्ट राम्रो लाग्यो के रे फिनिशमा अब हान्ने खोज्दाखेरि आउट भयो केही छैन अब बलिङमा इट वाज नाइस तर नाइस हान्नु भएको छ तपाईले राइट कडा लभली यार 126 सो 8 रन 1 विकेट बाँकी छ अब गेम चाहिँ एकदम खतरा एक्सट्रिम भएको छ एकदम एक्सट्रिम चान्स चाहिँ अब 1/1 कै छ 1/100 भनौँ न अब हेर्न चौका दिइहाल्यो नि ला 4 क्याच मिस भएको भएर हो क्या नभए त हुन्छ 4 रन 1 विकेट ल हाजित भइहाल्छ ल आज गेम त्यस्तै भयो नेक्स्ट टाइम बबाल गर्नुपर्छ त्यही हो हैन क्याप्टेन दाइ अब नेक्स्ट टाइम अर्को बबाल गर्नुपर्छ दिस इज नट द एन्ड हैन दिस इज द स्टार्ट धेरै कुरा गर्नु छ नि हैन बवाल हानिन्छ नेक्स्ट गेम नेक्स्ट गेम बबाल गरिन्छ गरिन्छ एन्ड दाइ ल नाइस टु मिट यु नेक्स्ट टाइम फेरि भेटिन्छ स्योर थिङ मेरो भाइ ल टेक केयर थ्याङ्क्स फर वेलकमिङ मी इन बज्र बज्र यु वेलकम यु टु बज्र राज वेलकम यु टु बज्र थ्याङ्क अलराइट यू सो मच सबैलाई भेट्दा जस्ट खुसी लाग्यो बबाल फ्रेन्डली हुनुहुन्थ्यो हैन गेम सिन त्यस्तै हुन्छ भेट्दै गरौँला त्यही हो है ल यार भाइ यार ल म लाग्यो है त त्यसो भए ल भेट्दै गरौँ ल जर्सी कसको मैले दामी जर्सी पाएको छु आज सो त्यही हो ल ल हामी थ्याङ्क यू सो मच भाइ यार तपाईँले मलाई यत्रो मान्छे चिनाइदिनु भयो यार आज सबजना क्या फ्रेन्डली के म यस्तो चिलमा मजाले बोल्न यसै भ्लग हान्न सक्ने मान्छे होइन नि त त्यस्तोमा रमाइलो छ हाम्रो क्लब भनेको एकदम गुड छ तिमीलाई नेक्स्ट विक म अर्को क्लबमा लिएर जान्छु त्यो यो भन्दा नि एक्साइटिङ हुन्छ ए अर्को क्लब छ अझै त्यसपछि खेल्नुहुन्छ कि तपाईँ दुईवटा क्लबबाट खेल्नुहुन्छ ओहो एउटा स्याटरडे एउटा सन्डे ल ठिक छ केटाहरूले पछि बलिङ राम्रो गरेर राम्रो सन्डे गेम भयो स्याटरडेको गेमको लागि स्टे ट्युन सो थ्याङ्क्स फर वाचिङ आज जस एक्साइटिङ भयो दिन रमाइलो भयो नयाँ कुरा एक्सपिरियन्स म चाहिँ क्रिकेट हेर्न चाहिँ म कहिले पनि बाहिर निस्केको थिइनँ तर खतरा रमाइलो रहेछ सिडनीतिर नि हुन्थ्यो कहिले पनि गइएन होइन साथीहरूले अलिअलि खेल्थे तर कहिले पनि गइएन त्यो आज जर्सी पनि मैले पाएँ होइन यो गेममा आउँदाखेरि सो थ्याङ्क यू बज्र टिम यति राम्रो जर्सी दिनको लागि मलाई होपफुली पछि म नि जोइन गरेर खेल्छु यार दाइ म ब्याटिङ बलिङ दुइटै गरिदिन्छु म दामी वेलकम टु बज्र वेलकम छ नि होइन दाइ ब्याट्सम्यान बलर अलराउन्डर सब हानिन्छ भाइ ल गेम मेरो अनि दाइले खिच्ने त्यसपछि हामी बाबु कस्तो लागिरहेछ गेम आज राम्रो तिमी कतिखेर जाने ब्याट गर्नु 7 मिनेट 7 मिनेट पछि जाने कस्तो लागिरहेछ तिमीलाई गेम आज राम्रो लाग्यो राम्रो लागिरहेछ तिमी क्रिकेटर बन्ने हो ठुलो भएपछि खै तिम्रो पछाडि देखाइदियो त नाम देखाइदियो त क्यानेल कति रन हान्छ सोध न वाह कति रन भयो सर सोध कति हान्नु तिमी कति रन हान्छौ आज 650 ब्युटिफुल शट
हान्नुपर्छ है त ल आज थम्स अप फेभरेट क्रिकेटरको हो नि सोध न के भन्नु पर्छ युट्युबमा आउँछ युट्युबमा आउँछ के भन्नु पर्छ तिम्रो फेभरेट युट्युब के Subscribe in the channel. फेरि भन्दै थियो एकचोटि Subscribe in the channel. Bye bye. पानी पऱ्यो नि